गाइज हाम्रो अब यो रोहन बाबुको चाहिँ होइन वर्तमान हुँदैछ त्यसको लागि चाहिँ कार्ड है सो वर्तमानको कार्ड चाहिँ हाम्रो नाम लेख्ने कार्यक्रम भइरहेको छ कुनै चल्लो अनि निमन्त्रणाको लागि चाहिँ नाम लेख्ने भट्टाभट भइरहेको छ है अनि भोलिदेखि चाहिँ बाँडिन्छ गाइज है म तपाईँलाई अलिकति पढाएर सुनाउँछु निमन्त्रणा हाम्रो आयुष्मान भतिज श्री रोहन बलामीको शुभ वर्तमान तथा आयुष्मती भतिजी सुश्री रोनिका बलामीको गुन्यू चलो श्रीमान मुच्छबहादुर बलामी तथा श्रीमती राधिका बलामीको सुखद उपलक्ष्यमा उपस्थित भई शुभ आशीर्वाद प्रदान गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछौँ। प्रार्थी इन्द्रबहादुर बलामी सोनु बलामी। कार्यक्रम भोज प्रीति भोज 2022 साल फागुन 7 गते बिहिबार समय 2 बजे स्थान थाहा छ बर्जबारै पार्टी प्यालेस शुभारम्भ पार्टी प्यालेस वडा कार्यालय सँगै रहेको र मोबाइल नम्बर पनि दिएको छ गाइज है। अनि दर्शक ना विलासीमा चाहिँ पूर्णबहादुर बलामी सोममाया बलामी श्रीकृष्ण बलामी चञ्चली बलामी रोशिका बलामी तथा समस्त बलामी परिवार ल थ्याङ्क यू सो मच। हाम्रो चाहिँ यसरी भइरहेको छ है अहिले कार्डको लागि चाहिँ धमाधम नाम लेख्ने कार्यक्रम भइरहेको छ सायद भोलिदेखि बाँडिन्छ होला गाइज है। अब फागुनको 7 गते चाहिँ हाम्रो रोहन बाबुको सो वर्तमान भइन्छ। हाम्रो फुल भ्लग सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला ओके थ्याङ्क यू सो मच। ल गाइस हामी चाहिँ अब यहाँ सामान किन्न आइरहेको छौँ होइन हाम्रो बाबुको भोजको लागि कालमाटी आइपुगिसकेका छौँ। एकदम भिजो छ गाइस कालमाटीमा हामी कागती हेर्नु कागती त ठुलो साइज छैन जस्तो पनि सडक काट्नुलाई एकचोटि यसो घुमाउनु काका टाइम छ नि तपाईँसँग होइन। ल गाइस हामी कालमाटीमा अहिले सामान किन्न आइरहेको छौँ होइन काका म मेरो बुढी अनि त्यसपछि यहाँ चाहिँ धनियाँ चाहिँ यहीँ फरक पऱ्यो गाइस यहाँ चाहिँ 30 रुपियाँ र त्यहाँ चाहिँ 50 रुपियाँ होइन ठिक छ हामी काउली लिन गइरहेको छौँ यतापट्टि होइन त्यसपछि काका यहीँनिर रहेछ काउली पनि यहीँनिर रहेछ। The next day. सामानहरू रेडी भइसकेको छ होइन टाइगर साइगर हाम्रो यता अन्डा सन्डा ससिसको बोराहरू यता टक्कलाएर अब गाडी एकछिनमा आउँदैछ अनि त्यसपछि हामी चाहिँ हाम्रो बर्जबारै जाँदैछ यो सामान चाहिँ भोलि हाम्रो रोहनको छेउको लागि है गाइस ल सबै रेडी भइसकेको छ। त्यो लुगा भएन भन्छ कसो के भएन ढिला हुन्छ के त्यो लगाइज ल हाम्रो यस्तो अवस्थामा छौँ अहिले होइन यतिको सामान भइसकेको छ अब गाडी आउँदैछ केही छिनमा। ल गाइज हाम्रो अब यतिको छ होइन अहिले यहाँ गेट सेट बनाएर लगाइरहेको छ यहाँ चाहिँ होइन त्यहाँ पकाएको पनि सब भिडियो बनाएर आएको छ। ल केरा फल्यो केरा फल्यो
पछाउनेछु हावा सरिएपछि बेरिएर मेरामा The next morning. त्यो चाहिँ हाम्रो अब रोहन बाबुको होइन छेउर नगर्नु भन्दाखेरि यस्तो छ होइन कपाल सपाल यस्तो छ एकछिनमा अब छेउर गरेपछि अलग देखिन्छ होइन हामी चाहिँ फोटो सेक्सनमा छौँ है गाइज ल हामी चाहिँ अब फोटो सेक्सनमा छौँ लगभग 10 बजी लाग्यो होला अहिले होइन 10 बजी होला अब हामी चाहिँ फोटो सेक्सनमा बसिरहेको छौँ गाइज है हाम्रो स्वागतम शुभ व्रतबन्ध तथा गुनीचोल्ने कार्यक्रम आज बिहिबार 7 गते रहेको छ गाइज है ल धन्यवाद काका त्यहाँ आइसक्यो माथि आइसक्यो हो ल गाइज ल गाइज हामी अब चाहिँ हामी चाहिँ बाजा माथि आउँदैछ अरे होइन बाजासहित हामी चाहिँ जाँदैछौँ गाइज होइन अब दुईजना चाहिँ पुरा सेल्फी भइरहेको छ मेरो बुढीको चाहिँ जुत्ता बिग्रियो भनेर चाहिँ यहाँ आइरहेछ है टक्क आइरहेछ ल जाउँ इनपट्टि गाइज हामीले होइन साउन्ड पनि सुनिसकेका छौँ हाम्रो बहिनी बाजा माथि आइसकेको छ हामी चाहिँ लिन गइरहेको है ठ्याक्कै उल्टो भइरहेछ हामीले लिन आए जस्तो भइरहेछ कि होइन र हामी चाहिँ अब पुग्दैछौँ हाम्रो पुरानो घर नजिक चाहिँ बहिनी बाजा साउन्ड सुनिसकेका छौँ हामीले अब हामी चाहिँ पुरै लिएर आउँछौँ है गाइस ल ओ काका नाचिहाल्नु न यार अलिकति नाच्नु भने सिङ्गा खै नाचे खै नाचे खै नाचे खोइ भने नाच्नु भने यहाँदेखि नाच्नु जानु पऱ्यो नि त हामी पनि लगाइज हाम्रो काका नाचिसकेको छ होइन आवाज सुन्ने बित्तिकै अब हामी एकदम स्वागतको साथ आउँदैछ ल नाच्नु नाच्दै ल ल आयो आयो गाइस आयो हाम्रो पछाडि देख्न सकिन्छ होइन पुरा बहिनी बाजुको साथमा यताउता हिँड्नेहरू सबैजना छन् गाइस है ल दायाँ बायाँ देख्न सकिन्छ हामीले पुरै इन्जोयमेन्ट भइरहेको छ बहिनी बाजुको साथमा हामी हिँड्नेछौँ गाइस गएको खोइ सिक्नु गाडी नाच्नु पऱ्यो भनेको ब्याकग्राउन्डमा देख्न सकिन्छ स्वागत भइरहेको छ हाम्रो होइन पाहुनाहरूलाई आमाबाबाहरूलाई चाहिँ हाम्रो स्वागत भइरहेको छ गाइस
नाच नाच है सर बुढी नाच न यार एकचोटि अलिकति नेवारी गीत जाओस् न अलिकति छैन नेवारी एउटा ल गाइस अब हाम्रो लगभग अब हामी घरमा आइसकेका छौँ यता हाम्रो नेवारी बाजा बजिसकेको छ यस्तै देला गर्ने भन्छ होइन यता चाहिँ बेन बाजाका साथीहरू पनि देख्न सकिन्छ यतापट्टि है टक्क लाइनमा हुनुहुन्छ उहाँहरू हामी अघि बाटोभरि रमाइलो गरेर आयौँ अझै पनि हामी लगभग 212 रुपियाँ रमाइलो गर्नेछौँ यता पछाडि देख्न सक्नुहुन्छ हाम्रो दर्शकजनहरू भनौँ न सबैजना हेर्न आइरहनु भएको छ यता चाहिँ हाम्रो मामा खलकको हुनुहुन्छ है यता सबैजना बसिरहनु भएको छ भर्खर स्वागत गरेको गाइस है अब हाम्रो केही छिनमा हाम्रो रोहन बाबुको छेउर हुनेछ है यता हाम्रो मामा हुनुहुन्छ है रोहन मामा के छ कतिखेर हिँड्नुभयो तपाईँहरू 8 बजी त्यहाँ हिँड्नुभयो लगभग 11 बजी होइन पुग्दा कस्तो भयो यात्रा रमाइलो भयो नि होइन ल हामीलाई खुसी लाग्यो हाम्रो छेउर गर्ने बाबुको मामा हाम्रो मामालाई एकदम रमाइलो भयो भन्ने कुरो सुन्दाखेरि बहुत रमाइलो लागेको छ गाइस है ल
नि बरका सुकुन्डाको सकन डिग्जोको ट्याब्लेट गुपटी ओए खमा पुजायो पुजायो ओए खमा काका भेटेको भन्नु भएको छ गाइजलाई सबैजना यता हाम्रो दर्शन पनि हुनुहुन्छ खोइ हेलेसेलो गर्दैन कोही छैन क्या हो ल है हाम्रो भ्लगमा अहिले सबैजनालाई स्वागत छ हाम्रो भोजको लागि है ल हेलो रोहन कस्तो लागिरहेछ तिमीलाई रमाइलो लागिरहेछ मैले लङ हानिरहेको छु डनहरू चाहिँ सबैजना यहीँनिर छ है गाइस के हो डन हेलो अबिन ठिक छ नि ठिक छ ल गाइस छ ल हाम्रो रोहन बाबुको चाहिँ अब यहाँ टुप्पी चाहिँ छान्ने कार्यक्रम भइरहेछ गाइस है सबैजनालाई म यो जानकारी गराउन चाहन्छु अब हामीले यहाँ पूजा गरिसकेपछि चाहिँ पूजा यहाँ नि ल टेमी मानिका ल तू करवा चौथ पूजा यो ल हाम्रो रोहन भाइ पनि अब गुठी जानलाई चाहिँ तयार भयो अरूभन्दा पनि ल
आजको दिनदेखि एउटा गुठीको समूहमा चाहिँ अब रेडी भइसकेको छ हाम्रो खरवाए ल मरु खरवाए ल भयो अब यताबाट एङ्गलमा गयो भने चाहिँ यिनको फेस पनि देख्छ क्या जस्तो लाग्यो मलाई दिन बाँच्नु कहाँ नि जिन्दी पर्थ्यो एउटा दुईवटा तिनवटा एङ्गलबाट खिचेपछि ठिकै मिलिहाल्यो नि अझै ठोपेले न पूजा बेला नि ठाउँमा आउमा छेउ पूजा बेला नि ठाउँमा आउँ मलाई हाबायो न बाबु निनी हेर निनी त चिन्ता हान्ने सामान पर्छ ब्लेड मजा ब्लेड पनि छ ल ब्लेड पहिला डाइरेक्ट कैची नि पहिला कैची लगे दिखादियो अनि दाली काट्छ ल मामाले ताली बजाइदिनु नि यार यस्तो खुसियालीमा सबैजनाले ल ल सबैजना ताली बजाइदिनु भएको छ ल ब्लेड पूजा निन्न लटे भी छ्याप छ्याप म खाइरहेको थिएँ मिले ब्लेड ब्लेड काट्यो है ल काट्यो ल ए बहन बाजन ठोकुन यार खोइ यस्तो बेलामा ड्याङ ड्याङ कपडा र ठुलो कुर्केमा चाहिँ ठो मजाले उयो बाबु ठो लगामी ठो कपडा बाबु त फकामी हो ल मामाले सक्नुहुन्छ मामाले खरिदिनु अरूले गरिदिन्छ अब ल ल लाउनु निनीले यसो छ्यापछ्याप गर्दै भिजाउँदै खरिँदै हो ल पानी रहेन ल पुरा ढक मजाले खोइ खै आनन्दका सनलक्स 11 वर्षमा
माडेको पुगेर छुट्टै पौडुकी मर अन पूजा मनि मुगा टस लाने जागिने ज सट वेटु निन्द पासा एमरा निन्द निमसम पासा हुने अलि चले जिरो समस्या पूजा टेम्पु र हाम्रो धेरै घुम्नुपर्छ नि गणेश मन्दिर घुम्नु पर्यो माथि बारी बारी जानुपर्छ हाम्रो अब रोहन बाबुले चाहिँ यहाँ लुगा लगाइसकेको छ हे गाइस हो तपाईँलाई म जानेर गराउन चाहन्छु यो पनि यो चाहिँ हाम्रो दाउरा सुरुवाल यता घरबाट लगाइन्छ है अब यसपछि चाहिँ हामी मन्दिर गइन्छ बाजाको साथमा लगाइस हाम्रो रोहन बाबुले चाहिँ अब ड्रेस पनि रेडी भइसकेको लगाइसकेको छ है अब यतापट्टि चाहिँ हाम्रो टिका सिकालाई तयार भइरहेको छ यतापट्टि फेटा पनि मैले यहाँ बनाइरहेको देखिरहेको छु मिलाइरहेको है यता फेटा हाम्रो राजन काका चाहिँ पुरा खादा लिएर बस्नुभएको छ मेरो पनि खादा स्टक लिएर बसेको छ यतापट्टि अनि यहाँ चाहिँ ल फेटा रेडी हुँदैछ है र रोलिङ हुँदैछ यो चाहिँ अलि लामो खाले हो स्पेसल मामाहरूको लागि है गाइस यता माथि पनि अब छिलमिल सिलमिल भइरहेको छ ल त्यही जग छ उयो जग छ बाहिर हेर्दा त्यो पानी फालेर ल्याए न त्यसमा एकछिन यताको एङ्गलबाट खिचेर अनि फेरि फेटा लागेको भिडियो पनि बनाइराखौँ नेपाली टोपी त अलिक माथि सानो पर्यो सिर्पे चाहिँ छिर्ने रहेछ है नेपाल के नि होइन त्यो फेरि 225 बाबु यता हेर के नि खाने त्यो छ यो कसै अनि हिसाब बताएर बाबा छैन ठोकबाट बटार आलु पनि ल्याएको त्यो मसिनो पछि माथि सानो हुन्छ कान अब भोलि काट्छ आज त कहाँ भ्याउनु आज कहाँ कहाँ भ्याएको छैन भोलि चाहिँ काट्छ अलिक साह्रो पार बाबु सिधा बस्छ सिधा मम्मीतिर फोटो भाइन पकाउँछ बाबुलाई राम्रोसँग पक नानीलाई राम्रोसँग पक मैले जुत्ता यो छ कि बाबु राम्रोसँग
हेलो हेर हाई ल हेलो हेलो बाबुको बाबा खोइ त्यो ठिक छ नि हेलो काका है ल एकदम ठिक छ नि होइन सँग चाहिँ म जाँदैछु गाई चाहिँ अब हामी मन्दिर सन्दिर घुम्छौँ यहाँ पूजा गर्छौँ त्यसपछि हेलो यता हेर हेलो जाउँ अगाडि जाउँ नि किन पछाडि पछाडि तिमीहरू अरू जाउँ
हाम्रो जङ्गलको बाटोको यात्रा भइरहेको छ गाइस अहिले है पुरै अब त एकदमै स्यासे आयो गाइस है हामीलाई हामी एकदम उकालो चढिसकेका छौँ यताबाट देख्न सकिन्छ हाम्रो बर्जबारी भ्यू देख्न सकिन्छ हेलो 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 ठिक छ नि सबै होइन ल बाजाहरू सबैजना गर्मी ल ठिक छ ल हाम्रो चाहिँ भ्लग है सनलक्स भ्लग मलाई के भन्नु छ हजुर हजुरलाई के छ आरामै हुनुहुन्छ एकदम फिट एन्ड फाइन बब्बाल नाच्नु भयो होइन थ्याङ्क यू भेरी मच कस्तो फिल आइरहेछ तपाईँलाई एकदम आनन्द आइरहेछ फर्स्ट टाइम बर्जबारी फर्स्ट टाइम त होइन नि तपाईँको भान्जाको यो वर्तमान त सहरमा चाहिँ फर्स्ट टाइम हो तपाईँ हाम्रो पहिल्यै भेटघाट भइसक्यो हो नि भेटघाट चाहिँ पहिले भइसक्यो त्यहाँदेखि तपाईँलाई एकदम चिनेको छु मैले आज चाहिँ फुल अफ इन्टरटेन यहाँ जे गर्नुपर्छ सुख दुःख आज भान्जाको छेउमा हजुर मजाले दिने हो हजुरहरूलाई नि साथ दिने अनुरोध ओके 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 हामी पनि साथ दिन्छौँ सरी त्यहाँ पूजा गर्ने झन् गएको पछि जाउने के छ त पानी त लास्ट प्यास लाग्यो सबैलाई यादै नहुने कि है यादै नभयो भने अब सबै ल्याउने अनि किस्तीमा राखेर टप गर्ने भने अब कहाँबाट त्यो प्लानिङ जिम्मा दिन पाएन क्या ठिक छ फोटो हाल्न न मेरो अब हामी लगभग अब सकिन लाग्यो अब हाम्रो चाहिँ अब घर अब भनौँ न एउटा गणेशस्थान मन्दिर बाँकी छ हामी नाच्नु पनि सकिसक्यो कुलेर पूजा पनि सकिसक्यो अब घर गएर हामी अब पार्टी प्लेसमा जाँदैछौँ के बेरमा है हो जस्तो छ मात्र भने काली आहा काली
रमाइलो भइरहेछ बहुत। समात अब बेला त फ्राई फ्राई छ हिजो भिडियो ल ल सागर आइरह ल अब लगो लगो हम पुलो खाने भइरहेछ अहिले पुलो खाएर जानु पुलो खाने हो ल्याइदिउँला नि तल बसेको न उता बसेको ल्याइदिउँला
यता हेर भिडियो है भिडियो ल Mungkin kita ada uang pindah nyana bila tu, nak kawan uang pindah nyana. Berkisah Uang nyana boleh. सभा केलाई चाहियो त कुक मान्छे पापड पनि छ है यहाँ ल कीमत